म तपाईँ जाजरकोट दरबार देखाउँदैछु। माथि रहेको छु, यो सबैभन्दा माथि यो टुप्पामा रहेको जाजरकोट दरबार हो र सुर्खेतको लगभग अन्तिम बिन्दु सिम्ता गाउँपालिका भनिदिन्छ। त्यसलाई चाहिँ सिम्ता गाउँपालिका हो। यहाँ टक्क भेरीले चिर्दै लगेको छ। अहिले चाहिँ सल्यान कटिसकेको छैन म, अब फेरि सुर्खेत जानुपर्छ। सुर्खेत गाइस यतिखेर हामी ठ्याक्कै न सल्ली बजार पुगेका छौँ। अब यी भाइहरू चाहिँ यहाँबाट छुट्टिने रे। यो ठ्याक्कै सल्ली बजारको यस्तो छ भिड चाहिँ हाँसिरहनु भयो। के गरिरहेको गाइज म यहाँ निस्किनु आएको थिएँ, तर हाम्रो एकजना साथी फेरि भेटिनु भयो र यहाँबाट सँगै जाने भन्ने कुरा गर्नुभयो र हामी सँगै जानेछौँ। साथीसँग आउँदै हुनुहुन्छ र यहाँ बसिरहेको छु। म चाहिँ कुरेर बसिरहेको छु। बिस्तारै आउनु, बिस्तारै एक्सिडेन्ट बटाल्नु न गाइज। यहाँ चाहिँ यस्तो रहेको छ। यहाँ छिटो बन्नुहोस् बारेकोट सरकार। हामी चाहिँ पुग्नु लागिसक्यौँ अहिले घरमा। हेलो गुड आफ्टरनुन गाइज। म चाहिँ अहिले जाजरकोट जान लागिरहेको छु र तपाईँले अघिल्लो भ्लगमा देख्नुभएको होला। त्यो भ्लग एकदमै लामो बन्ने भएकाले मैले त्यसलाई चाहिँ त्यहीँ इन गरेँ र यहाँबाट स्टार्ट गरेको छु। अहिले म ठ्याक्कै छु यो भेरी पुलमा। यो भेरी पुल चाहिँ ओ माई अहिले चाहिँ म ट्याक्कै यो भेरी पुलमा छु। भेरी पुलमा चाहिँ गर्ने कुनै छैन, वातावरणै छैन र यहाँबाट अब जाजरकोट जान लागेको। अहिले ठ्याक्कै भन्नुपर्दाखेरि 12 बजिसकेको छु। 12 बजिसकेको छ। माथितिर गाउँ यो बोटेश्वरको गाउँ हो भनेपछि यता तलतिरको गाउँ चाहिँ तपाईँको देखिने यो चाहिँ मेलकुना गाउँ। मेलकुना र तपाईँको यो बोटेश्वरको बिचमा रहेको मदन भण्डारी राजमार्गको अन्तर्गतको भेरी पुलमा छु अहिले चाहिँ। यहाँबाट स्टार्ट गरेको छु यो भ्लग र अगाडि हेर्दै जानु होला। यहाँ माथि छ तपाईँको यो गाडी गइरहेछ यहाँ सायद। यहाँनिर छ बाटो यो जाजरकोट जाने। अब यहाँबाट स्टार्ट गरेको छु। अगाडि हेर्दै जाऊँ। सुन्दर दृश्य तपाईँलाई देखाउने छु। हेर्नु त यो गाइस भेरी यस्तो दामी तरिकाले बगिरहेको छ। ल लागौँ है। यहाँबाट अगाडि देखिने विभिन्न ठाउँहरू रहेका छन्, तपाईँलाई देखाउँदै जानेछु। गाइस यतिखेर बोटेश्वर आइपुगेको अवस्था छ र यस्तो छ बजार। यहाँ चाहिँ म चाहिँ साथीसँग छु। बोटेश्वर आइपुगेको छु र अरू साथीहरू उताबाट आउँदैछन् र तिनीहरूलाई के अरे पुरिरहेको छु। अहिले चाहिँ वीरेन्द्र भाइ आउँदैछ र त्यहाँबाट वीरेन्द्र भाइ आइसकेपछि यहाँ जान्छौँ। अहिले वीरेन्द्र भाइ आइसकेपछि मिल्छ तपाईँसँग। फाइनल्ली गाइज हाम्रो वीरेन्द्र भाइसँग यहाँ भेट भएको छ। अब चाहिँ हामी यहाँबाट बोटेश्वरबाट निस्किन्छौँ। वीरेन्द्र भाइ यता छ, निस्किन लागेको साथीहरू। अब चाहिँ गाइज हामी यतिखेर ट्याक्कै यो भेरीको किनारै हिँडिरहेको छौँ। यहाँबाट है नजिक पहाड आइरहेको छ। यस्तै बाटो हिँड्नुपर्ने छ अब चाहिँ हामीहरू भाइहरू यहाँ पर र अब यहाँबाट बालुवा सङ्ग्रे र अनि त्यसपछि सल्यान र सुर्खेतको सिमाना नजिकै छ। अब यहाँबाट आउँछ। अब त्यहाँ गएर देखाउनेछौँ कहाँनिर छ कस्तो छ ठाउँ भनेर। यस्तो टाढा यस्तो त्यतिर हिँड्नुपर्ने हो। गाइज अहिले ट्याक्कै हामी यो सुर्खेत जिल्लाको सीमा समाप्त र यहाँबाट यतातिर सल्यान भन्ने ठाउँमा आइपुगेको छौँ। र यस्तो रहेको छ यो ठ्याक्कै ठाउँको नाम हो भयङ्कर। यहाँभन्दा अगाडि बालुवा सङ्ग्रे आउँछ होला। बालुवा सङ्ग्रेतिर गएर अब हामी भेट्नेछौँ गाइज। यस्तो रहेको छ। ल गाइज अहिले ट्याक्कै हामी यो के अरे यो बालुवा सङ्ग्रेमा पुगिसकेको छौँ। यतातिर जाने बाटो चाहिँ हाम्रो यो सल्यान खलङ्गातिर जाने बाटो भयो के अरे। कुनबाई अगाडि आइरहेको छ। हामी चाहिँ यता छौँ र यहाँ बालुवा सङ्ग्रे पुगेका छौँ। यतातिर यस्तो रहेछ। अब चाहिँ यहाँबाट सल्ली बजार आउँछ अरे। सल्ली बजार आउँछ। सल्ली बजारमा गएर भेट्छौँ हामी चाहिँ। भाइहरू अगाडि कहिले पछाडि भइरहेको छन्। यस्तै छ गाइज यहाँको चाहिँ। यस्तो छ यहाँको भ्यू चाहिँ। गाइज यतिखेर हामी ठ्याक्कै न सल्ली बजार पुगेका छौँ। अब यी भाइहरू चाहिँ यहाँबाट छुट्टिने रे। यो ठ्याक्कै सल्ली बजारको यस्तो छ भ्यू चाहिँ। यहाँ माथिबाट यता बायाँतिर लाग्यो भने यहाँबाट
रुकुम खलङ्गातिर जाने गइन्छ भने सिधै गइयो भने यो दायाँतिरको रोड गइयो भने चाहिँ खलङ्गातिर गइन्छ। यस्तो छ बजार। अब हामी चाहिँ यहाँबाट लाग्छौँ। अझै कति घन्टा जति लाग्ला? 4 घन्टा। 4 घन्टा मलाई अझै लाग्छ होइन? के भन्न चाहन्छ तिमी चाहिँ? केही भन्नु चाहन्छु। केही भन्न चाहन्नौ? ल बाई बाई यो भाइलाई। हामी चाहिँ जान्छौँ अब। हो कि होइन? हो 4 घन्टा अझै लाग्ने छ गाइज। अझै सुन्न लगभग त्यहाँभन्दा पनि धेरै लाग्छ होला है। 5 घन्टा समथिङमा भलक बनाउँदै जान्छु होला। 5 घन्टाको अझै बाटो छ। म चाहिँ अब अहिले कति बज्यो ठ्याक्कै? लगभग 1 बजिसक्यो है। 1:30 भयो। 1:30 भइसक्यो। अब 6 बजीसम्म पुग्छु होला बेलुका। यहाँबाट अगाडि बढाउँ। अब जामुने बजार हुँदै अगाडि कता कता हुन्छ। अहिले चाहिँ गाइज ठ्याक्कै यो सल्ली बजारको माथि डाँडातिर आएको छु। यता यो साइडतिर अब छेकिएको रहेछ। सल्ली बजार पऱ्यो भने यहाँ पारि लेखेको चाहिँ सुर्खेत आउँछ। फेरि सुर्खेतको जामुने बजार यहाँनिर भेरीको पुल छ र त्यहाँ जामुने बजार पनि एकदम रमाइलो छ। त्यहाँ गएर हामी मिल्नेछौँ र सुर्खेतको लगभग अन्तिम बिन्दु सिम्ता गाउँपालिका भनिदिन्छ। त्यसलाई चाहिँ सिम्ता गाउँपालिका हो। यहाँ टक्क भेरीले चिर्दै लगेको छ। अहिले चाहिँ सल्यान कटिसकेको छैन म। अब फेरि सुर्खेत जानुपर्छ। सुर्खेत गएपछि अनि फेरि अनि तपाईँको सुर्खेत आउँछ। सुर्खेत पछि अब लगभग जाजरकोट आउँछ। त्यसपछि चाहिँ यस्तो रहेको छ। गाडीहरू जाने आउने त्यस्तो खासै डर त छैन। भेरीको एकदमै तिरै हिँड्नुपर्ने गाइज। यस्तै छ बाटो चाहिँ। ल अब त्यहीँ गएर भेटौँ हामी चाहिँ। गाइज यतिखेर हामी चाहिँ जामुने बजार आइपुगेको छौँ। बजार हेर्ने छ। पिताईको बुट्टा रहेछ एउटा चाहिँ जामुने बजार पुगिसकेको छ। अब छेडा आउँछ होला। हल्का बजार चाहिँ देखिने यो त्यस्तै छ। पुरै यस्तो रहेको छ। लागेर सम्म एरिया छ यहाँ चाहिँ। अलि अगाडि छ बजार चाहिँ। यस्तै हो प्लेस। अब चाहिँ हामी यहाँबाट कता हुन्छ छेडा समथिङ छेडा पुग्छौँ होला। छेडा पुगेर चाहिँ तपाईँलाई भेट्नेछौँ सायद। प्रायः जस्तो रहेको छ है जामुने बजारमा। अहिले चाहिँ खानमा सोधेर तपाईँहरूले खुवाउने कोसिस गरिरहेको छु। राम्रिरहेको छ बजार चाहिँ। सुर्खेतको लगभग अब सुर्खेतको सिमाना पनि सकिन्छ होला सायद। गाइज यतिखेर म ठ्याक्कै कहाँ छु भनेपछि यो सिम्ता गाउँपालिकामा जाने आलीतिर जाने बाटो। यहाँ आली लेखेको छ। आलीतिर जाने बाटो यो सिम्ता जाने बाटो हो साथीहरू। र जामुने बजारभन्दा हल्का यतातिर 2-3 किलोमिटर यता आइसकेपछि यो आली जाने बाटो रहेछ। यतातिर जाजरकोट जाने बाटो भयो भने यो आली जाने बाटो। र अब चाहिँ एकदमै तिर डेन्जर बाटो छ। तिर हिँड्नुपर्ने बाटो छ। भेरीको तिर अहिले चाहिँ धेरै माथिसम्म चाहिँ भेरी तलैबाट बगेको छ। र अब यहाँबाट अझै टाइम त अझै टन्नै लाग्छ होला। हाम्रो चाहिँ छेडाबाट हुन्छ होला सायद। यो सुर्खेतको अन्त्य जाजरकोटको भेट त्यहाँ हुन्छ होला। र यो दृश्य पनि तपाईँलाई देखाउनै पर्ने जस्तो देखेर मैले चाहिँ यहाँ एकछिन बाइक रोकेर तपाईँहरूलाई यहाँको सुन्दर भ्यू देखाइरहेको छु। दामी छ यो पुल रहेछ। लामो पुल रहेछ यहाँ चाहिँ। र मान्छेहरू आउने जाने यहाँ चाहिँ हाइवेमा। अब चाहिँ यहाँबाट सिधै म कहाँ पुग्छु भने चाहिँ होला सायद है। सायद गाइज सायद सिधै म पुग्छु होला तपाईँको यो छेडा बजार जो सुर्खेत र जाजरकोटलाई छुट्याउने काम गर्छ जसले चाहिँ त्यहीँ पुग्छु होला। यस्तो दामी गाउँ त है गाइज। यतिखेर म ठ्याक्कै यो छेडा बजारमा पुगिसकेको छु। यस्तो रहेको छ छेडा बजार चाहिँ। अनि बवाल छ। म चाहिँ अलि यताबाट भिडियो बनाइरहेको छु। थकाइ पनि हल्का लागेको अवस्था छ। त्यही भएर चाहिँ एकछिन यहाँ बसेर मनोरम दृश्य तपाईँहरूलाई देखाइरहेको छु। र पारितिरको गाउँ के हो? सल्यान होला सायद। यो सायद गोरुहरू चलिरहेको छ यतातिर छ। यहीँबाट साथीहरू अब यहाँबाट म चाहिँ उता जाजरकोट इन्टर हुन्छु र सुर्खेतलाई ल बाई बाई गर्दैछु। यहाँबाट चाहिँ तलपट्टि यो भेरी बगिरहेको छ। छेडा बजार गाइज यो चाहिँ। अब यहाँबाट
लगभग 2.5 घन्टा लाग्छ अब खलङ्गा पुग्नलाई। खलङ्गा पुगेर हल्का काम छ, बाटोमा अझ तपाईँको रुकुम पनि आउँछ। लगभग रुकुमको के अरे चौरझारी नजिकबाट जान्छु म चाहिँ त्यहाँ, त्यो पनि दृश्य तपाईँलाई देखाउनेछु। यस्तो रहेको छ माथितिर यतातिर जाने भनेको यो के हो, यो थारातिर यता के अरे कुसे गाउँपालिकातिर जाने रोड हो भने चाहिँ म चाहिँ जाने यताबाट जाजरकोट खलङ्गातिर। गाइस यहाँबाट चाहिँ सुर्खेत सकिसक्यो, म चाहिँ जाजरकोट इन्टर भइसकेको छु। ल अगाडिको दृश्य अब सायद रुकुमतिर पुगिन्छ होला, त्यो चौरझारी साइडतिर। अब एकदम धुलो छ बाटो चाहिँ साथीहरू, धुलो धुवाँ एकदमै उडिरहने, गाडीहरूले पनि एकदम पेलेर चलाइदिने। भेरीको तिरतिरै हो, यस्तै हो यो डाँडाकाँडा, यता हेर डाँडा, यता हेर डाँडासम्म भन्ने ठाउँ कुनै आउँदैन अब चाहिँ, त्यस्तै हो गाइज। ल है यहाँबाट लागौँ अब साथीहरू। यतिखेर म ठ्याक्कै यो रुकुमको चौरझारी नजिक आइपुगेको छु र अब यहाँबाट सायद जाजरकोट पनि देखिन्छ होला, जाजरकोटको खलङ्गा बजार पनि देखिन्छ होला यहाँ सायद, चाहिँ देखिएको छैन, नजिकै छ यहाँ चाहिँ यो तपाईँको चौरझारी बजार। यताबाट रहेछ गाइज पुल, रुकुम र जाजरकोटलाई जोड्ने। त्यहाँ सब स्टेसन पनि रहेछ विद्युतको। एयरपोर्ट कहाँ छ त, यहाँको एयरपोर्ट चाहिँ देखिएन गाइज। र अब यहाँबाट सायद तपाईँलाई जाजरकोट पनि देखिन्छ होला लगभग। भेरी नदी पनि कस्तो फनक्क घुमेर गएको छ यहाँ नजिक त यस्तो रहेको छ। जाजरकोट चाहिँ देखिएन, अघि हिमाल देखिएको थियो, हिमाल चाहिँ देखिएन, अहिले देखिनु पर्ने। अब जाजरकोट देखिएपछि तपाईँलाई देखाउनेछु त्यो सिनेरियोज। जान त त्यहीँ जाने हो म, तैपनि त्यहाँ खलङ्गा बजार देखियो भनेपछि अझ टाढाको एउटा सुन्दर भ्यू तपाईँलाई देखाउने प्रयत्न गर्नेछु मैले चाहिँ मेरो यो भ्लग च्यानलबाट। र गाइस ठ्याक्कै नै यो जाजरकोट बजार पनि यहाँबाट देखिसकेको छ, यस्तो रहेको छ यहाँबाट चाहिँ अलि जुम गर्दाखेरि। अब त्यहीँ गएर तपाईँलाई एकदम मिल्नेछ हामी, यस्तो रहेको छ यहाँबाट चाहिँ। यहाँ नजिकै यो मैले देखाइरहेको छु अघि भर्खरै तपाईँलाई चौरझारी बजार भने यहाँ नजिकैबाट यहाँ देखिँदो रहेछ जाजरकोट। अब चाहिँ त्यहीँ पुग्छौँ, त्यहीँ गएर भेट्नेछौँ हामी। अहिले चाहिँ जाजरकोटको नजिकै आइपुगेको अवस्था छ, हेर्नु सक्नुहुन्छ। म तपाईँलाई जाजरकोट दरबार देखाउँदैछु, यहाँ माथि रहेको छु, यो सबैभन्दा माथि यो टुप्पामा रहेको जाजरकोट दरबार हो। कुनै दिन त्यहाँको भिडियो पनि आउनेछ। अहिले चाहिँ यहीँबाट हेरेर चित्त बुझाउनुहोस्। अब चाहिँ त्यहाँ पुगिन्छ होला, 5 मिनटमा पुगिन्छ होला सायद। गाइस यतिखेर टक्कै म यो उसको बजार नजिक आइपुगेको अवस्था छ, यस्तो रहेको छ बजार चाहिँ। अब यहाँबाट म आफ्नो अफिसतिर निस्किनु भएको गाइस। यस्तो देखिन्छ बजार, यो भाइरल बजार पनि हो, भन्ने छ यहाँ। हाँसिरहनु भयो साथी, के गरिरहेको छ बजार चाहिँ यहाँको। अब यहाँ निस्किन्छ, रिङ्ना दोकानतिर गएर भेट्नेछ हामी चाहिँ। एकदमै भाइरल पपुलर बजार हो, ठ्याक्कै थाप्ले भन्छ यसलाई चाहिँ। त्यहाँबाट गाइस जाजरकोट बजार। गाइस म यहाँ निस्किनु लागेको थिएँ, तर हाम्रो एकजना साथी फेरि भेटिनु भयो र यहाँबाट सँगै जाने भन्ने कुरा गर्नुभयो र हामी सँगै जानेछौँ साथीसँग, आउँदै हुनुहुन्छ र यहाँ बसिरहेको छु म चाहिँ, कुरेर बसिरहेको छु। यस्तो रहेको छ यहाँको बजार चाहिँ। माथिको बजार छुट्टै थियो, अब त्यहाँ खासै जान पाइएन। यहाँको चाहिँ यस्तो रहेको छ। अब चाहिँ त्यो साथी आएपछि यहाँ निस्किन्छौँ हामी चाहिँ। गाइज म अहिले ठ्याक्कै यो रिम्रा दोकानमा पुगिसकेको छु, रिम्रा दोकानमा। र अहिले ठ्याक्कै कति बजिसक्यो भनेपछि तपाईँको 5 बजिसक्यो रहेछ, 5 बजिसक्यो साथीहरू। अब यहाँबाट अझै जान मलाई 1.5 घन्टा जति लाग्छ र बाटो चाहिँ बबाल रहेको छ। दोकान यस्तो रहेको छ, माथिबाट उत्तरगङ्गा नदी सानो भेरी र यो यताबाट ठुलो भेरी आइरहेको छ। र अझै यहाँबाट 1.5 घन्टा लाग्ने भएकाले
अब सायद मेरो जन्नतसम्म तपाईँलाई देखाउने कोसिस गर्नेछु सायद म बस्ने ठाउँसम्म। तर के हुन्छ अहिले नै भ्लग इन्ड पनि हुनसक्छ पछि, किनभने अँध्यारो पर्ने सम्भावना म्याक्सिमम रहेको कारणले गर्दाखेरि अब सायद इन्ड पनि हुनसक्छ अगाडि। अब उज्यालैमा पुग्यो भनेपछि तपाईँको भ्लग त्यहाँतिरको दृश्य पनि हल्का फुल्का देखाउने छु साथीहरू। अब यस्तै छ यहाँको भ्यू चाहिँ। गाइस यो सबैभन्दा टास्की ठाउँ यहाँ यस्तो खतरनाक भएको छ यो ठाउँ। यहाँ त एउटा सानो ढुङ्गा आयो नि मर्ने जस्तो छ। यहाँ पुरा मान्छे पहिला घटना पनि भइसकेको रहेछ। साथीहरू पछाडि आउँदैछ नि मेरो चाहिँ। अनि तल छ साथीहरू चाहिँ म चाहिँ छु। पहाड छ कि यो यहाँ तलदेखि सिधै खाली छ। म चाहिँ यहाँ छु। ती औला डाँडा छन् कि यहाँबाट एउटा सानो ढुङ्गा निस्किने बित्तिकै मान्छे मऱ्यो गयो सिधै। यस्तो टास्की ठाउँ हुँदो छ। यो कटिसकेपछि एउटा पुल छ, पुल पनि देखाउनु छु तपाईँलाई। म अलिक राति पुग्छ जस्तो लाग्यो चाहिँ। यस्तो टास्क ठाउँ छ त्यहाँ चाहिँ है। अब चाहिँ त्यतिर हुन्छ नि त। म त्यो भएर अब यहाँ छिटोभन्दा छिटो निस्किन्छ साथीहरू। टास्क ठाउँ तपाईँलाई देखाउँ भन्दा लागि हो। एकैछिन मात्रै आउनुभएको साथीहरू पनि आइसक्नु भएको छ। म पनि गाइस यो सबैभन्दा टास्कवालो ठाउँ हो। मेरो साथी चाहिँ आउँदै हुनुहुन्छ त्यहाँबाट। हेर्नु त यस्तो छ यो सानो पुल छ। त्यहाँबाट बिस्तारै 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 आउँदै हुनुहुन्छ। बिस्तारै आउनु बिस्तारै। एक्सिडेन्ट बटाल्नु न गाइस। यहाँ चाहिँ यस्तो रहेको छ। एकछिन यहाँ छिटो बन्नुहोस् बारेकोट सरकार। हामी चाहिँ पुग्नु लागिसक्यौँ अहिले घरमा। टक्कमा छिटो बन्नुहोस् भन्ने हो हाम्रो प्लानिङ चाहिँ। यहाँ कहीँबाट हाल्नु भनेको छ अरे छिटो छिटो हालिदिनु पर्यो हुन्छ हाम्रो। साथीहरू अगाडि गइसक्यो। यहाँ चाहिँ भिड नलागोस् भने पनि लाग्ने जस्तो ठाउँ छ। म पनि जान्छु साथीहरू। अब लगभग अफिसमा गएर एकैछिन सानो क्लिप तपाईँलाई देखाउँछु। त्यसपछि भ्लग इन्ड गर्नुपर्छ हामीले पनि। ठाउँ चाहिँ यस्तो रहेको छ साथीहरू। अहिले चाहिँ म ठ्याक्कै आफ्नो ठाउँमा आइपुगेको छु। यहाँ अहिले राति भएको कारणले कति आएको छैन त्यो अघि हो खासै देखिएको छैन। झिलिमिली छ तर यहाँ। अब चाहिँ साथीहरू यहाँबाट यो आफ्नो ठाउँमा पुगिसकेको कारणले रात पनि परिसक्यो। ठ्याक्कै 6 बज्यो अहिले चाहिँ। 6:15 गएको रहेछ। अनि त्यहाँपछि आजको ब्लग यहीँ इन्ड गरौँ। लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला र फलो गर्न नबिर्सिनु होला भन्दै आजको ब्लग यहीँ इन्ड गर्छौँ। बाई बाई बाई।